पहिलो कहानी। समीर अफिसको कामले गर्दा धेरै ढिलासम्म बस्नु परेको थियो। रातको करिब 12 बजिसकेको थियो र काठमाडौँको एउटा पुरानो गल्लीमा रहेको उसको डेरा पुग्दा चारैतिर सन्नाटा भइसकेको थियो। पानी दर्किरहेको थियो र चिसो हावा चलिरहेको थियो। उसले खल्तीबाट चाबी निकालेर ढोका खोल्यो। कोठाभित्र पस्नुबित्तिकै उसलाई एउटा अनौठो कडा गन्ध आयो। मानव कुनै कुरा धेरै दिनदेखि कुहिएर गनाइरहेको छ। सायद मुसा मर्यो जस्तो छ, समीरले मनमनै सोच्यो र बत्तीको स्विच थिच्यो। तर लोडसेडिङ वा फ्युज गएको कारण बत्ती बलेन। उसँग मोबाइलको फ्ल्यासलाइट बाल्नु बाहेक अरू कुनै विकल्प भएन। उसले मोबाइलको फ्ल्यासलाइट कोठाभरि घुमायो। सबै कुरा सामान्य नै देखिन्थ्यो। थकित भएकोले उसले लुगा पनि नफेरी सिधै खाटमा पल्टिन निर्णय गर्यो। ओछ्यानमा पल्टिएर उसले कम्बलमा घुस्रिएर र आँखा चिम्लियो। करिब 10 मिनेटपछि उसलाई लाग्यो कि कोठाको तापमान एक्कासी एकदमै चिसो भयो। यति चिसो कि उसको सासमा बाफ निस्किरहेको थियो। त्यतिकैमा उसले कम्बल मुनि आफ्नो खुट्टातिर केही सरक्क सरेको महसुस गर्यो। समीरको मुटुको धड्कन तीव्र भयो। बिरालो छिर्यो कि क्या हो, उसले आफूलाई सम्झाउन प्रयास गर्यो। तर त्यो हलचल बिस्तारै उसको खुट्टाबाट माथितिर उसको कम्मरतिर सर्दै आउन थाल्यो। त्यो कुनै सानो जनावर थिएन, त्यो त एउटा मानिसको हात जस्तो गरुङ्गो र हिउँ जस्तै चिसो थियो। डरले समीरको शरीर कुन्जियो। उसले कराउन खोज्यो तर उसको घाँटीबाट आवाज निस्केन। उसले बिस्तारै आफ्नो मोबाइल समात्यो र फ्ल्यासलाइट बालेर कम्बल मुनि हेर्यो। कम्बल मुनि कोही थिएन। समीरले लामो सास फेरेर सोच्यो, धत, मेरो भ्रम मात्र रहेछ। तर जस्तै उसले मोबाइल बेडको साइड टेबलमा राख्न खोज्यो, उसको मोबाइलको स्क्रिनको कालो सिसामा कोठाको सिलिङको प्रतिबन्ध आयो। सिलिङमा एउटा महिला उल्टो टाँसिएर बसेकी थिइन्। उसका कपालहरू फिजारिएका थिए। आँखाका नानीहरू थिएन, केवल सेतो कञ्चन भाग मात्र देखिन्थ्यो र मुखबाट रगत लतपतिएको थियो। उनी समीरलाई नै हेरेर भयानक तरिकाले मुस्कुराइरहेको थिइन्। समीरको सातो गयो। उसले डरले आँखा जुरुक्क खोलेर सिधै माथि सिलिङतिर हेर्न लाग्दा अचानक दुईवटा हिउँ जस्तै चिसो हातहरू के ओछ्यान मुनिबाट निस्किएर उसको घाँटी कसेर अँगालो हाल्यो र एउटा मन्द सुक्खा आवाजमा उसको कानमा भन्यो, दोस्रो कहानी। सन्तोष गाउँबाट काठमाडौँ फर्कने क्रममा थियो। बाटोमा पहिरो गएको कारण गाडी थुनियो र उसले अर्को गाडी भेटाउँदै रातको 11 बजिसकेको थियो। कलङ्की ओर्लिँदै कोटेश्वर जाने कुनै पनि सार्वजनिक यातायात देखिएन। सिमसिम पानी परिरहेको थियो र सडक पुरै सुनसान थियो। ट्याक्सी खोज्दा खोज्दै उसले टाढाबाट एउटा पुरानो स्थानीय बस बिस्तारै गुड्दै आइरहेको देख्यो। अचम्मको कुरा, त्यो बसको इन्जिनको आवाज पटक्कै थिएन। सन्तोषले हात हल्लायो। बस त्यहीँ रोकियो। ढोका आफै खुल्यो, तर त्यहाँ न त खलासी थियो न त कोही बोल्ने मान्छे। कसरी हुन्छ, कोठा पुग्नुपर्ने हतारमा सन्तोष बसभित्र छिर्यो र पछिल्लो सिटमा गएर बस्यो। बसभित्र मधुरो पहेँलो बत्ती बलिरहेको थियो। उसले याद गर्यो, बसमा अरू 5-6 जना यात्रुहरू पनि थिए, तर कोही कसैसँग बोलिरहेको थिएन। सबैजना टाउको निहुराएर एकदमै शान्त बसिरहेको थियो। कोठाभित्र एउटा चिसो, ओसिलो र माटोको जस्तो मन्थ फैलिएको थियो। बस घुम्न थाल्यो। बाहिरको सडकका बत्तीहरू तीव्र गतिमा पछाडि छुट्दै थिए। सन्तोषले आफ्नो छेउको सिटमा बसेको मान्छेलाई सोध्यो, दाइ, यो गाडी कोटेश्वर जान्छ कि रत्न पार्क? त्यो मान्छेले केही जवाफ दिएन, हलचल पनि गरेन। समीरलाई अलि अनौठो लाग्यो। उसले अगाडि सिटमा बसेकी एउटा महिलाको काँधमा हात राख्दै भन्यो, दिदी, कता जाने हो यो गाडी? जस्तै उसले काँधमा छोयो, त्यो महिलाको टाउको बिस्तारै पछाडितिर घुम्यो, तर उनको टाउको मात्र घुमेको थियो। उसको पुरै घाँटी 360 डिग्री घुमेर सन्तोषको मुखै अगाडि आयो।
उसको अनुहार क्षतविक्षत थियो, मासुको चोइटाहरू खसिरहेको थियो र आँखेटाहरू पुरै पग्लिएको थिए। त्यो महिलाले भन्यो, हामी त त्यही जाँदैछौँ जहाँ तिमी जाँदैछौ। उसले एउटा भयानक धोत्रो स्वरमा भन्यो। सन्तोषको सातो गयो। उसले हतार हतार ड्राइभरतिर हेऱ्यो। ड्राइभरको सिटमा कोही पनि थिएन। स्टियरिङ व्हिल आफै घुमिरहेको थियो। उसले झ्यालबाट बाहिर हेऱ्यो। बाहिर काठमाडौँको सडक थिएन। बस त एउटा अथाह कालो खाडल र पहिरोको भित्र तीव्र गतिमा कुदिरहेको थियो। सन्तोषले डरले चिच्याउँदै ढोकातिर कुद्ने प्रयास गरे, तर अचानक बसको सबै यात्रुहरू आफ्नो सिटबाट उठे। तिनीहरूका गोडाहरू उल्टा थिए र हातको औँलाहरू लामा लामा थिए। तिनीहरू सबैले सन्तोषलाई चारैतिरबाट घेरेर उनको चिसो हड्डी मात्र भएको हातहरूले सन्तोषलाई सिटमा कसेर समाते। भोलिपल्ट बिहानको समाचारमा आयो, हिजो राति कलङ्कीमा भएको एउटा भयानक दुर्घटनामा परि ज्यान गुमाएको यात्रुहरूको शव फेला परेको छ। अचम्मको कुरा, मृतकहरूमध्ये एकजनाको शव भने हिजै दिउँसो पहिरोमा पुरिएको पुरानो बसको भित्र फेला परेको छ, जसको खल्तीमा सन्तोष नामको परिचय पत्र थियो।